कोरियामा आइसकेपछि वैधानिक रूपले काम गर्न पाउने भिजाहरू चाहिँ विशेष गरी E9 र D2 भिजा हो। अरू पनि थुप्रै भिजाहरू छन्, तर विशेष गरी E9 र D2 मा चाहिँ धेरै नेपालीहरू हुनुहुन्छ। E9 भिजा भनेको चाहिँ वर्किङ भिजा भएको कारणले आएकै भोलिपल्टदेखि हामी वैधानिक रूपले कम्पनीमा काम गर्न सकिन्छ भने D2 भनेको चाहिँ स्टुडेन्ट भिजा हो। स्टुडेन्ट भिजा भए पनि आएको 6 महिना पछाडि चाहिँ वर्क पर्मिट लिएर वैधानिक रूपले काम गर्न सक्नुहुन्छ। तर कुरा के आयो भने D2 र E9 मा कुन राम्रो हो भन्ने कुरामा धेरै विवाद भिडियोहरू पनि मैले देखिरहेको छु। D2 मा हुने साथीहरूले भन्नुहुन्छ D2 नै राम्रो हो, E9 भनेको कुल्ली भिजा हो, त्यही भएर D2 मा आउनु भनेको पनि मैले सुनिरहेको छु। र E9 हुने साथीहरूले पनि E9 भनेको पैसा कमाउने भिजा हो, D2 भन्दा E9 राम्रो हुन्छ, E9 मा आउनु भनेर पनि भनेको सुनिरहेको छु। जुनैसुकै भिजामा आए पनि हाम्रो उद्देश्य भनेको चाहिँ पैसा कमाउने उद्देश्य नै हो। कसैले कसैलाई हेप्नु अथवा कसैले कसैलाई होच्याएर बोल्नु, हेपेर बोल्नु चाहिँ राम्रो होइन। हामी नेपाली नेपाली भएर यस्तो गर्नु हुँदैन साथीहरू। तपाईँहरू जुनसुकै नेपालको विकट ठाउँमा जन्मे पनि तपाईँलाई आफ्नो जन्मघर, आफ्नो जन्म ठाउँ अत्यन्तै प्यारो लाग्छ, सुन्दर लाग्छ। त्यो भएको कारणले E9 भिजामा हुने साथीहरूले पनि दुःख गरेर आउनुभएको हुन्छ, सङ्घर्ष गरेर आउनुभएको हुन्छ, उहाँहरूलाई E9 नै ठिक लाग्ला। तर D2 मा हुने साथीहरूले पनि लगानी गरेर आउनुभएको हुन्छ, पढेर आउनुभएको हुन्छ, दुःख गरेर आउनुभएको हुन्छ, उहाँहरूलाई D2 नै राम्रो होला। तर जुनैसुकै भिजाको पनि अन्तिम उद्देश्य भनेको चाहिँ पैसा कमाउने नै हो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु है।